फाइनली साथीहरु आज चाहिँ हामीले बुलेट मेसिन चाहिँ पम्प चाहिँ लिएको छौं नयाँ। यो चाहिँ अब के भन्छ यसलाई कन्ट्रोल बक्स यो चाहिँ सेटमै आउने रहेछ हैन। अनि यो भनेको चाहिँ तार हैन त, यो पनि सेटमै आउने रहेछ। बुलेट मेसिन सर्वोको हैन यो सर्वोको। अब अनुप दाइले यहाँ अनबक्सिङ गर्दै हुनुहुन्छ मेसिनलाई। देखाउन त अन्दै मेसिन। वाह, यो चाहिँ सर्वो यस्तो हुन्छ। अब यो चाहिँ पानी तान्ने यसको पंखा हुन्छ यसमा हैन। यो चाहिँ कोइल हो, क्वालिटीको हो यो। अब यो दुईटा चाहिँ यहाँनेरि जोडिदिएपछि एउटै भयो। अब यो चाहिँ अब फिटिङ गर्ने यहाँनेरि है साथीहरु। यहाँ चाहिँ अब पहिला पुरानो थियो यो जल्यो। अब यसको वायरिङ यो तार पनि सबै नयाँ हाल्ने हो। यहाँ कोइल ल्याइसकेछ। अब यसलाई चाहिँ हामी फिटिङ गर्दैछौँ। फिटिङ गरिदिन्छौँ। यो पुरानो अब मेसिनलाई चाहिँ तानेर फालिदिने। यसको पुरानो तारहरू नि यहाँ छ, यो सबै निकालिसकेछ। अब हामी फिटिङ गरेर देखाउँछौँ है त। ल अब हाम्रो अनुप दाइले चाहिँ यहाँ फिटिङ गर्दै हुनुहुन्छ। हाम्रो दाइले चाहिँ यहाँ नयाँ मेसिनलाई सक्लक्क लाएर फिटिङ गर्ने। सर्वोको राम्रो हुन्छ है अन्दै। महँगो चाहिँ अलिकति महँगो पर्छ यो। अब यो दाम चाहिँ भन्नु मिल्दैन हामीले अब हैन, दाम चाहिँ भन्नु मिल्दैन तर महँगै पर्छ। लोकल क्वालिटी भनेको सस्तोमा पनि आउने हुन्छ, तर यो चाहिँ एकदम हेभी खालको, एकदम स्टिल बडी भएको हुन्छ। अब साधारण सस्तो खालको मेसिनमा पनि स्टिल बडी त आउँछ हैन, तर टिक्दैन त्यति। वारेन्टी 1 वर्षको हुन्छ। कुनै अब 5-6 वर्ष चल्न सक्छ, कुनै अब 1 वर्ष नबित्दै अब बिग्रिन सक्छ। लोकल कम्पनीको चाहिँ त्यस्तो हुन्छ, तर इन्डियन चाहिँ एकदम बलियो हुन्छ। ल अनुप दाइले नट खोलिसक्नुभयो। अब सर्लक लाएर यो भागलाई यहाँ माथि एट्याच गर्ने, त्यसपछि नट कस्ने। मजाले र्यापिङ भएर आउँदो रहेछ है, दामी छ। ठिक छ। अब अनुप दाइले यहाँ फिट गर्दै हुनुहुन्छ। पहिले जाली खोल्नुपर्छ है। जाली खोलेर अब त्यसमा नट हाल्नुपर्ने हुन्छ। राम्रो छ मेसिन। हिजो हामी पानीमा भिजी काम गरेको है। पुरानो मेसिनलाई निकालियो। कम त पानी परेको थिएन। तार पनि यस्तो क्याचाङ भएछ। तर यसको लागि केही छैन, हाम्रो नयाँ तार आइसकेछ। ल अब अनुप दाइले चाहिँ यहाँ फिटिङ गर्दै हुनुहुन्छ। नयाँमा चाहिँ सजिलो छ फिटिङ गर्नु। पुरानो भएपछि खोल्नु चाहिँ हैन, कुनै त लास्टै गाह्रो हुन्छ नि हैन त अन्त। हजुर। अब मजाले नट कसेर तार जोड्ने। अब यो वायरको लागि चाहिँ यहाँनेरि अर्को वायर जोड्नुपर्ने हुन्छ, किनकि यो छोटो छ नि त हैन। यसको लागि अब छुट्टै वायर त्यहाँ आएको छ। अब यसमा चाहिँ यो पानीमा डुब्ने हुन्छ भित्र। यसको लागि चाहिँ यस्तो वाटरप्रुफ टेपहरू आउँछ। यो वाटरप्रुफ टेप लगाउने, त्यसपछि यो ब्ल्याक टेप पछि यो लगाउने। यसलाई वाटरप्रुफ बनाउनुपर्छ, नत्र भने करेन्ट सर्ट हुनसक्छ। किनकि यो त जमिनमा भित्र हेर भित्र डुबेर बस्ने हो। कहाँ कति फिट छ अन्त यो? 75 फिट छ है। अनि यो त पानीमा डुबेर बस्ने भएको भएर यो सर्ट हुनसक्छ। त्यही भएर यसलाई वाटरप्रुफ टेप भन्छ। वाटरप्रुफ टेप आउँछ, अर्को कालो टेप सर्लक्क मिलाएर यसलाई
बनाउनुपर्छ। त्यसपछि भइगयो त मजाले मेसिन चालु। अन्तिममा हजुरहरूलाई फिट गरेर पानी पनि चलाएर देखाउने छौँ मजाले कस्टिङ मिलाएर। अहिलेसम्म हामीले कति ठाउँमा फिट गऱ्यौँ? टनै गरे 25 ठाउँ गरिसक्यो है। कुनै त पुरानो पनि बनायो नि त, पुरानो पनि बनायो। तर साथीहरू मेसिन चलिसकेपछि चाहिँ कोइल नफेर्दा हुने रहेछ, किनकि कोइलमा वारेन्टी नै हुँदैन। त्यो वारेन्टी नभएको भएर चाहिँ नयाँ फेर्नु जित्ने रहेछ। नयाँ मेसिन किनेर ल्यायो हालिदिने होइन, आनन्द चलिहाल्छ। कोइल फेरेको चाहिँ वारेन्टी ग्यारेन्टी केही हुँदैन। लिएको भोलिपल्ट पनि जल्नु सक्छ, अथवा 1 वर्ष पनि टिक्नु सक्छ, 6 महिना पनि टिक्नु सक्छ, थाहै हुँदैन। हो कि नहुँदै? त्यही भएर अलिकति पैसा बढी लागे पनि नयाँ फेरिदिएको चाहिँ राम्रो हुने रहेछ। मजाले भइगयो। ल अब पाइप निकालौँ। सर्लक्क यसको पाइप यहाँ छ। यो पाइपलाई चाहिँ हामीले तानेर निकाल्नु पर्ने हुन्छ। दाइले तानेर निकाल्नु हुन्छ। मेसिन चाहिँ हिजै हामीले निकालिसक्यौँ, पाइप मात्र छ तल हालिरहेको। दाइले पाइप निकाल्नुभयो। पाइप निकालेर यसमा जोड्ने हो। कालै भएको भाइ, पानीको आइरन होला है। फाइनली निक्ल्यो। अब यो भागलाई चाहिँ मेसिनमा कस्ने हो। यो भागलाई चाहिँ मेसिनमा कस्ने हो। अलिक तान्नु भन्नु दाइ, उतै सर्लक्क उतै तान्नु। आजै पुरै तानिदिनुहोस् उतै। अलिक परै पुऱ्याउनुहोस् अनि सजिलो हुन्छ कस्नुलाई। हो ल अब यो भागलाई चाहिँ यहाँनिर कस्ने हो। अब यो कस्नुको लागि चट्ट लगाएर पहिला मजाले सिल्टे हाल्ने। मजाले सिल्टे हाल्नुपर्छ, नत्र लिकेज हुनसक्छ। सिल्टे मजाले हालेर कस्नुपर्ने हुन्छ। पानी चाहिँ खासै पहेँलो रहेछ यहाँको। खासै पहेँलो छैन तर कालो छ बढी। कालो चाहिँ रहेछ, तर कुनै ठाउँमा त एकदम पहेँलै हुन्छ नि त। तर यहाँको चाहिँ सफाइ रहेछ, जमिनको पानी भयो नि एकदम सफा रहेछ। उल्टोबाट बेर्नु भन्दै न फेरि फुक्दै जान्छ कि, यता कस्दै गयो उता टेप फुक्दै जान्छ। त्यही भएर उल्टोबाट बेर्नुपर्ने हुन्छ टेप चाहिँ। मजाले हालिदिनु, मजाले टन्नै हालिदिनु। र फाइनली साथीहरू दाइले टेप लगाइसक्नुभयो। अब दाइले मजाले कस्नुहुन्छ। यहाँ छ रेन्ची भन्दै। समय दिनुपर्छ, समाउनु पर्छ है। समाएर एकचोटि पनि कस्ने, दुईटा एकचोटि कस्छ। हुन्छ हुन्छ, एकचोटि सट्टर लगाउनु त, अनि म समाइदिन्छु। ल कस्नु भन्दै अर्कोले यहाँनिर समातेर कहनु त, म यहाँ समाउँदैछु। ल कस्नुहोस् मर्ने गरी भएन। त्यहाँ कस्तो दुइटै कसिन्छ नि होइन, सकेट।
ओइ सकेट नयाँ फेरिदिनु पर्दैन है। यही पुरानोले काम गरिहाल्छ नि हैन? राम्रै छ यो। कस्नुस् कहन लु कहनुस्। जाँदैछ 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 जाँदैछ। फाइनली साथीहरु अब हामीले कसिसक्यौँ। यो त पहिले त्यस्तै हैन? यो त पहिले त्यस्तै हो, तर यसले केही इफेक्ट गर्दैन किन पल परेन नि त। छैन। अब चाहिँ हामी सर्लक कल्ला र तार जोड्ने छौँ। एक्सो ब्लेडले काट्नु न। छैन तार काटिएको छ फेरि। अब यही होइसी अनुप दाइ त हेन्ची देखिरहेको भिडियोमा हेन्ची देखिरहनु भएको त। अब चाहिँ दाइले तार जोड्नु आँट्नु भएको छ। यहाँनिर तार जोड्नु आँट्नु भएको छ दाइले। नीलो पहेँलो रातो सेम सेम कलर मिलाउनु पर्छ। नीलो पहेँलो रातो हैन त? सेम सेम यहाँ जोड्नु पर्यो। अनि बक्समा पनि त्यही अनुसारको जोड्नु पर्यो। उल्टो सुल्टो पर्यो भने फेरि उल्टो पर्यो भने डुङ्गै मिसिन सिसिन कोइल सोइल डाङडुङ हैन त? खत्तम। त्यत्रो पैसा हालेर किन्यो एक किसिमको धुस। मजाले जोडिदिनुस् अन्दै। वाटरप्रुफ टेप चाहिँ मजाले लाउनुपर्छ है, नभए फेरि पानीमा सर्ट हुनसक्छ। सर्ट सर्किट भयो भने त फेरि खतम हुन्छ त। पानी तान्दाखेरि माथि पानीमै आउँछ करेन्ट, डेन्जर। त्यही भएर मजाले वाटरप्रुफ टेप चाहिँ मजाले हाल्नुपर्छ। अब एक एक कुरा गर्दै वाटरप्रुफ टेप हाल्दै वाटरप्रुफ टेप चाहिँ यस्तो हुन्छ। हेर्दाखेरि कालो टेप जस्तो देखिन्छ हैन, तर कालो टेप चाहिँ हैन है साथीहरु। यो चाहिँ भित्र अर्को लेयर हुन्छ डबल टेप जस्तो। यो चाहिँ कस्तो त्यो रबरको बनाउँदो रहेछ त्यो ट्युब हुन्छ नि, ट्युब बाइकहरुको गाडीहरुको ट्युब हुन्छ नि, त्यस्तै बाख्ना आउँछ भने यसको। कहनु म समाइदिन्छु। तर ल बेर्नुस्। तर तपाईको त्यो गरेर नि भन्नु। त्यो अब कोइल जलिसकेपछि त के त्यो कुनै त चल्दैन नि हैन त। ए मजाले लाउनुस् तलैदेखिको। ल फाइनली साथीहरु अब हामीले टेप पनि लगाइसक्यौं। अब यसलाई चाहिँ यो तारलाई चाहिँ भित्र लगाउने। त्यसपछि मिसिनलाई अनुदै त्यहाँबाट चाहिँ यहीँबाट हाल्नु पर्ला है तार। यहीँबाट उता छिराउनु पर्छ तारलाई। यही पुरानो तार छ नि यसमा बान्नु कि, अनि उता तान्नु ठ्याक्क आइहाल्छ। गाठो पर्छ कि पर्दैन है? हाम्रो अनुप दाइले चाहिँ अब तार मिलाउँदै हुनुहुन्छ। तार चाहिँ हामीले यहाँबाट बक्ससम्म हालेपछि चाहिँ मिसिन भित्र झार्ने हो। मिसिनलाई भित्र हाल्नुपर्छ हो, मजाले बान्दिनु। अनि त्यसपछि उता तान्ने हो। हामीले किनभने यो नयाँ तार पनि फेर्दैको, किनभने अब यो पुरानोमा हैन
पुरानोमा अब यो बिग्रेको हुनसक्छ, त्यही भएर हामीले यहाँ नयाँ तार पनि पुरै चेन्ज गरिदिन आँटेको। अब नयाँ तार मेसिन किन्दा सेटमै आउँछ हैन, किन पुरानोमा हाल्नु हैन, नयाँ हाल्दा भयो नि हैन। सेटमै मेसिन किन्दा सेटमै आउने तारलाई अनि सबै नयाँ बनाइदियो आनन्द ढुक्कै हुन्छ। अलि आउ पर टुप्पामा लाउनु भइहाल्छ, त्यसपछि पाइप त ठुलै छ छिरिहाल्छ होला। उता तान्नु त अन्दै म मिलाउँछु, तान्नु त तान्नु ए बिस्तारै तान्नुहोस् कन पनि एकछिन ल तान्नुहोस्। ए आइसक्यो। त्यहाँबाट उहाँ बक्ससम्म लानु पऱ्यो, अनि बाँकी तारलाई चाहिँ अब मेसिनसँगै तल गइहाल्छ। अब चाहिँ म उता गएर बक्ससम्म आउने तारले चाहिँ तानेर ल्याउने। ल घुसार्नु सन्दै घुसार्नु अन्त त्यहाँ हाल्नुहोस्, अन्त यो पाइपमा हालिदिनुहोस्, यो पाइपमा हालिदिनु त हो। आइसक्यो त्यहाँ मिलाउनु है। हो ल भयो 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 भयो। भइसक्यो ल। अब यसलाई ठाउँ टेप लाउँदै अनि झार्नुपर्छ है। डोरी के भएछ भन्दा डोरी पनि फेर्नु पर्ने हो। त्यो चिन्ता नयाँ छ, त्यही भएर यही पुरानोलाई नै युज गरिदिन आँटेको। अब ठाउँमा यो पनि चुरिनु आँटेको छ भने त नयाँ फेर्नुपर्छ है। तर राम्रै छ, राम्रो छ। त्यो गाठागुठी पढाइ मात्र हो, यसलाई फुकाले पनि हुन्छ। अब हामीले चाहिँ टुचिन पनि बानिसक्यौँ। अब टुचिन सँगसँगै यो चाहिँ टेप लाउँदै 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 ऊ माथिसम्म पुऱ्याउनुपर्छ, किनकि यो अब टेप लाउँदै यो टुचिन र यो वायरसँगै टेप लाउनु पर्ने हुन्छ एकदम टन्कारा। यसरी लाएन भने चाहिँ भोलि पर्सि मेसिन बिग्रियो भने तान्दाखेरि चाहिँ के हुन्छ भने यो तार अड्किन्छ, त्यही भएर मेसिन चाहिँ तल जमिनमा पाइपभित्रै अड्किन सक्छ। त्यही भएर चाहिँ मजाले टेप लाउनुपर्छ माथिसम्म, मजाले लगाइदिनु अन्दै माथिसम्मै। अब चाहिँ हामीले टेप पनि लगाइसक्यौँ। अब चाहिँ मेसिनलाई यहाँभित्र झार्नुपर्ने हुन्छ। ल अन्दै म उचाल्छु यताबाट, तपाईँ त्यहाँ ठक्क मिलाउनु त, ल्याउनुहोस् हाल्नुहोस्। हो ल बिस्तारै हाल्नुहोस्, अड्किँदैन नि। हाल्नुहोस् हाल्नुहोस्। म यता तान्दै ल्याउँछु बिस्तारै। अब मेसिनलाई पनि हालिसक्यौँ, यसलाई फिट गरिदिहालौँ। मेसिनलाई पनि हालिसक्यौँ। अब यहाँनिर मजाले कस्नु दमले मिलाएर अब पुरानो बक्सलाई चाहिँ निकालेर नयाँ बक्स हाल्ने। पहिलाकै किलोमा अडिन्छ नि होइन, अडिनु पर्ने हो, तर अलिक फरक छ। अर्को हाल्नुपर्छ, अर्को हाल्नुपर्छ। ल अब नयाँ बक्स पनि हामीले यहाँनिर अड्काइसक्यौँ। अब तार जोड्नु बाँकी, यसलाई खोल्नु त। यसलाई चाहिँ अब सबै ठिक छ नि। अब पहिला सुरु यहाँनिर के हुन्छ भने त्यो निकालिदिनु, त्यसमा जोड्नु त। यसलाई चाहिँ अहिले यसो गरौँ न, निकालेर होइन तार पहिला यहाँ मजाले जोडौँ। यहाँ मजाले यसमा जोड्नु त। यो पिरो एनमा चाहिँ इनपुट दिनु, पिरो एनमा पुरानोको खोलेर। पुरै जाम रहेछ कि हो, मेसिनले खोल्नु त। धेरै पुरानो भयो भने पुरै जाम हुन्छ।
मेसिनले त जस्तो पनि खोलिदिन्छ नि फेरि। मेसिनको फाइदा चाहिँ यही छ क्या है, जस्तो नि खोलिदिन्छ हो। त्यसलाई चाहिँ अब इनपुटमा यहाँ चाहिँ अब पी र एनमा दिनु क्या, पी र एनमा दिनु। हो मजाले कस्नुहोस्। भयो होला, धेरै बस्यो भने नि सिलिप खान्छ कि। अब यसमा चाहिँ देखाएको यो RYB रेड येल्लो अनि ब्लू, YRYB नीलो ब्लू हाल्नुहोस्। अनि अरू पनि सबै हाल्नु न, अनि सजिलो हुन्छ पस्नु। ब्लू भयो, अब येल्लो भयो, येल्लो रेड, त्यसपछि रेड, मजाले कस्दिनुहोस्। सुतार कस्दिनु, सुतार यसरी सजिलो हुन्छ। बक्स पनि हेभी छ है, दामी हो, हेभी खालको बनाएको छ यो सर्वो कम्पनीको हेभी खालको छ नि। भयो नि त, अब यसलाई प्याक गरिदिनुहोस्। मजाले झुन्डाइदिनुहोस् त, त्यो पुरानोलाई ती राखिदिनुहोस्। अब लाइन दिएर हेर्नुहोस् त एकचोटि। अब चाहिँ लाइन दिएर हेर्नेछौँ। लाइन दिएर हेरौँ। लाइन आइसक्यो। अब चाहिँ मिसिनमा पानी आइजाएन, चेक गरौँ है त। ल खतरा आएछ पानी, ल आएछ है। यो तल चलाएको भएर चाहिँ अलिक धमिलो आइरहेको है। ए मजाले तान्ने भइगयो ल। एकछिन त बाहिर फ्याल्नुपर्छ है, किनभने धमिलो आउँछ नि त साथीहरू। एकछिन चाहिँ पानी फ्याल्नुपर्ने हुन्छ बाहिर, किनकि तल चलाएको भएर चाहिँ धमिलो आउँछ। अब यसलाई चाहिँ सङ्लिसकेपछि चाहिँ अनि त्यसमा जोडेपछि फेरि यो माथि चाहिँ पानी झर्छ। माथि पानी झरेपछि यो भेसलमा जान्छ। यो भेसलबाट चाहिँ फिल्टर भएर सिधै उतापट्टि ट्याङ्की छ, त्यो ट्याङ्कीमा खस्छ है त। फाइनली साथीहरू अब पानी पनि सङ्लिसक्यो। अब यहाँनिर कस्नु, यहाँनिर अब युनियन कस्दिन्छौँ। युनियन कसिसकेपछि फाइनली हाम्रो काम सक्सेसफुल भयो। आजको भिडियो यति नै। भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सेयर गर्नुहोला। बाई बाई।